बिचरा भुन्टीलाई मार्नको लागि भूमिका लागि परिरहेकी थिइन्। अझ बेडमा बाँधेर राखेर भुन्टीलाई मार्न झम्टिँदै गर्दा टोकाले यदि नपुगेको भए आज भुन्टीको के हालत हुन्थ्यो होला भन्ने भने कसैलाई थाहा छैन। कतिसम्म निर्दयी र निष्ठुरी अनि पापी पनि बन्न सकेका। कस्तो घरमा बिहे गरेर आएछु मैले, ठुक्क मेरो जिन्दगीसम्म भनेर हार मान्न थालिसकेकी छिन् बिचरा भुन्टी पनि। हुन पनि हो, कस्ता रहेछन्, कस्तो रहेछ यिनीहरूको सोच। सधैँ बुहारीलाई धलाउनु पर्ने र पेल्नु पर्ने र हेप्नु पर्ने। बिचरा भुन्टीले गर्दै नगरेका कुराहरूलाई जबरजस्ती तैँले गरेकै हो भनेर भन्दा स्वीकार दिनुपर्ने। कस्तो अचम्म रहेछ। बिचारी भुन्टी जे भने पनि हुन्छ, हस् म गर्छु भन्दा केही नभन्ने मान्छेलाई आज यति ठुला ठुला केसमा फसाउन खोजिरहेका छन् कि तर त्यो कसैले बुझ्न भने सकेकै छैन। तर उता भूपेन्द्रका दाइ पनि गाउँबाट पुनः सहर फर्केर आएका छन्। तर उसको कुरा अनुसार हो भने अब भुन्टीले सुख पाउनुपर्छ मलाई जहाँसम्म लाग्छ। किनकि उसले भने सत्य तथ्य पत्ता लगाउनको लागि धेरै कुराहरू राम्रै गरिरहेको सुनिरहेको छु। तर भूमिका र भीमले भने जसरी हुन्छ भुन्टीलाई सिद्ध्याउने प्लान बनाउँदैछन्। र गाउँमा बालकुमारी त छन्, अझ के कुरा गर्ने। बैशाखी टेकेर गाउँ गाउँ जाँदै मेरी छोरीलाई फसाउनको लागि भुन्टीको हात रहेछ भन्दै चर्चा परिचर्चा गरिरहेकी छिन्। वास्तविकता केही नबुझी आफ्नै घरकी छोरी बुहारीको बेइज्जत गर्दै हिँड्ने ती बुढीलाई त अझ त्यो अपाङ्ग बनाउनु मात्र ठुलो कुरो थिएन, अझ यसको त बोलीसम्म पनि रोकिने गरी दिनुपर्ने थियो। भूपेन्द्रका बाले भने अहिलेसम्म भुन्टीलाई नराम्रो सोचेकै छैनन्, सधैँ भुन्टीकै पक्षमा बोलिरहेका छन्। भुन्टी सोझी छिन्, इमान्दार छिन् र भुन्टीले कहिले यस्तो काम गर्न सक्दिनन् भन्ने विश्वास उहाँलाई छ। होस्, वास्तवमै उहाँले जसरी गेस गरिरहनु भएको छ त्यो नै वास्तवमा सत्य थियो। तर यसको सत्य तथ्य पत्ता लगाउनको लागि भुन्टी सिर्फ एक्लैले त्यति धेरैजनालाई कसरी जित्न सक्थिन् र त्यही भएर होला सायद भुन्टी पहिला नै जेल जान नमाने कि। र अब भने टोकाले आइसकेका छन्, सारा कुरा देखिसकेका छन्। अब टोकाले के गर्छन् भन्ने कुरा भने कसैलाई थाहा छैन। र टोकाले घरमा भएको बेला अर्थात् भुन्टीलाई भेट्न आएको बेला त्यो हालतमा भुन्टी देख्नु र भूमिकाले जबरजस्ती भुन्टीलाई गरिरहेको भेट्नु र हात खुट्टा बाँधेर बेडमा लडाइरहेको बेला त्यतिसम्म गर्नु भनेको आफ्नी बहिनीलाई मार्न खोजिरहेका छन् भन्ने कुरा टोकाले बुझिसकेका थिए। र टोकाले आफ्नी बहिनीलाई बचाउनुका साथसाथै भूमिकाको गाला पनि चड्काइदिएका छन्। अझ त्यति गर्दासम्म पनि अब त बस्दैनस् थाङ्नेका सन्तानदेखि लिएर नाना थरी मुखमा आए जति सबै बोल्दै भूमिकाले अब तँलाई मार्छु भनेपछि त्यहाँबाट टोकाले भूमिकालाई हुत्याइदिएका थिए। त्यहाँबाट हुत्याउँदा भीम भने कोठामा छिर्दै रहेछ। सारा कुरा भीमले पनि देखिरहेका थिए। तर भीम जस्तो अपराधी देवर पर्नुभन्दा नपरेकै राम्रो। र त्यसरी हुत्याउँदै गर्दा उसैको अङ्गालोमा बाँधिन पुगी भूमिका। तर दाइ भूपेन्द्र र भूपेन्द्रका दाइ पनि टुप्लुकै त्यही बेला आइपुगे। र वास्तविकता सबै आँखा अगाडि देखिसकेपछि उनीहरूको बोली खुलेन। तर अब टोकाले भने त्यत्तिकै छोड्नेवाला छैनन्। पहिला नै कागज गरेर मिलापत्र गराएर पठाएको हो भुन्टी र भूपेन्द्रलाई। तर अहिले आएर भूपेन्द्रका सारा परिवारै मिलेर भुन्टीलाई यतिसम्म गर्दा पनि भीम किन बोलिरहेका छैनन्, भूपेन्द्र किन बोलिरहेका छैनन् भन्ने कुरा उसले अब पत्ता लगाउनेछन्। र वास्तविकता के हो भनेर उसैले खोज्नेछन्। र अब उता हस्पिटलमा भने भुन्टीले केही तातो चिसो बनाएर ल्याउँछे होला, त्यही भएर हामीलाई नभेटी घर गइछे भनेर आश गरेर बस्ने ती बुढी आमाले अब भुन्टीले पकाएको त्यो तातो चिसो खाना पाउँछिन् होला त। कतै भुन्टीलाई यिनीहरूले फसाउन खोज्दै टोकालेलाई पनि त्यहीँ फसाउने त होइनन्। तर त्यति सजिलै भने कोही पनि फस्दैन। किनकि त्यहाँ प्रमाणसहित भुन्टीलाई बाँधेर राखिएको देखिरहेको छ। तर त्यो कसले बाँध्यो र किन बाँध्यो भन्ने कुरा सबै भूपेन्द्रलाई पनि राम्ररी थाहा छ। तर भूपेन्द्रले भने आफ्नो भाइ र बहिनीलाई भने भाउजूको रेखदेख गर्दै गर्नु बिरामी छिन्, म दाइलाई लिन एयरपोर्ट गएको भनेर गएका थिए। तर उनीहरूले रेखदेख गर्नुको सट्टा बाँधेर यातना दिएको कुरा सुनेपछि
भूपेन्द्रको पनि मन भने त्यत्तिकै अडिएला जस्तो मलाई लाग्दैन। अब भूपेन्द्रले पल्टी खायो भने भीम र भूमिकाको भने पर्दाफास हुनेछ।